आन्दोलनपछिका केही कुराहरू सुनेर साथ दिनु होला है। राम्रो लाग्यो भने माया गरिदिनु होला प्लिज। ७६ जना निर्दोष युवाको सट्टामा ७६ जना भ्रष्टाचारी मारिएको भए आज यो देशले काँचुली फेर्ने थियो। एउटा छोराले देशमा सुशासनको माग गर्दा तिम्रो भ्रष्टाचारको विरोध गर्दा मेरो कोख उजाडिदिस सरकार। के लोकतन्त्रमा यस्तै हुन्छ त? नेपाली छोरा नातिले ज्यान गुमाउनु पर्यो, के भन्नुहुन्छ? मेरा त छोरा छोरी पनि छैनन्, केही जस्तो पनि लागेको छैन। साथीहरू, हामी अहिले एउटा भूपू मन्त्रीको घरको सुरुङमा छौँ। यहाँ सुनै सुन र हिराको खानी रहेछ। तपाईँ नेपालको ब्रेन ड्रेन रोक्न के गर्नुहुन्छ? म केही गर्न सक्दिनँ, जान चाहनेहरूलाई सोध्नुहोस्, मलाई होइन। तपाईलाई अब अनुसन्धान गरिनेछ, के भन्नुहुन्छ? यो लोकतन्त्रका लागि ठुलो धक्का हुनेछ, जनता फेरि उठ्नेछन् र सहने छैनन्। यो कुन नयाँ राजनीतिक दलका छ? मन्त्री बनाएनन्, अहिले म यही राजनीतिक दलको अध्यक्ष भएँ। तपाईले के निर्णय गर्नुभयो? हाम्रो नेतामाथिको यात्रा प्रतिबन्धले कम्बोडियामा उनको लगानी व्यवस्थापनमा बाधा पुर्याउँछ र हामी यसको निन्दा गर्छौँ। तपाईँ किन बिजुली उत्पादन रोक्दै हुनुहुन्छ? हामीले देशलाई भ्रष्टाचार मुक्त बनायौँ, अब हामीलाई 10% सेयर चाहिन्छ। तपाईँ अहिले किन बाधा पुर्याउँदै हुनुहुन्छ? हामीले भगवान स्तरको शुद्धता पुष्टि गर्न आवश्यक छ, तबसम्म हामीसँग सबैभन्दा खराब बिजुली ग्रिडहरू हुनुपर्छ। यो हजुरको मुख्य चिन्ता के हो? मलाई चिन्ता छ कि उनीहरूले यसलाई बाजेको पेडा बनाउँदैछन्। म युट्युब विज्ञहरूको रेकर्ड तोड्न चाहन्छु, जसले प्रत्येक डोमेनमा अनावश्यक इनपुटहरू प्रदान गर्छन्। तपाईको माग के हो अहिले? नेपालमा भ्रष्टाचार अन्त्य गर्नुपर्छ। कोही मरे, कोही आन्दोलन छाडे, कोही जेलमा छन्, अब बाँकी रहेका थोरैलाई निशाना बनाइरहेका छन्। तर अब आउँदो चुनावमा रवि मरेरै गएछ भने पनि जनताहरूले मरेकै रवि भए पनि भोट नै दिन्छ। मन्त्रीज्यू, देश कहिले बनाउने? सुरुमा आफ्नो अनि आफन्तको घर बनाउँछु अनि बल्ल देश। अनि कुकुरजी, अब चुनाव आउँदैछ, कसलाई भोट हाल्ने त? दोस्त, हामी कुकुर हो, भोट हाल्नै दिँदैन। त्यही त ब्रो, यत्रो वर्षबाट त्यही भतुवाहरूलाई मात्र भोटे हाल्छन् यार। आर्जु राणाले म र कुकुरमा केही फरक छैन भनिन्। यसमा हामी कुकुर समाजको घोर आपत्ति छ। हामी गु खान्छौँ तर देश लुटेर खाँदैनौ तिमीहरू जस्तो। ओ साथीहरू, तिमीहरूले मलाई र मेरी श्रीमतीलाई मार्यौ, मेरो घर जलाएर मलाई ओछ्यानमा सुतायौ, अब अरू कसैलाई प्रधानमन्त्री बनाउँदैछौ।